हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ पूजा नानाहरूको चाहिँ लास्ट डे हो। अनि नानाहरू चाहिँ जानुहुँदैछ आफ्नो घर, रिटर्न हुनुहुँदैछ। अनि सबैजना नानाहरूलाई बिदा दिनु लागि चाहिँ बसिरहेको छ हो। अनि प्रियाले छिरिरहेको छ। अनि नानाहरू जानु लागेको गाडी पनि आइपुग्यो होइन। अनि ट्रलीहरू राख्दै हुँदै थियो आफ्नो सामानहरू हो। अनि गाडीमा अनि जानु लागेको थियो यति बेला चाहिँ होइन। अब अलिअलि मन त दुख्छ नि जसलाई पनि होइन, यति टाढो जानुभएको छ। तर कति वर्षको बाद आइहाल्नुहुन्छ भेट्नु त। र पनि मन चाहिँ कस्तो इमोसनल भइरहेको थियो, बाहिर देखाउन सक्एको थिइनँ होइन गाइस। अनि हेर्नु सक्नुहुन्छ नाना अनि देपा पनि जानुभएको थियो घुम्नु, जानुभएको रहेछ लखनऊ होइन। अनि भेनाले सामान दिनुहुँदै थियो, गाडीमा राख्नुहुँदै थियो। हामी चाहिँ सबैजना हेरिरहेको थियो। अनि चाहिँ नानाहरू गाडीमा चढ्नु लागि रेडी भयो। अनि गाडीमा चढ्नु थाल्यो होइन नाना अनि भेना अनि दिपा जानुहुँदैछ। सेफ जोर्नी तिनजनालाई, भाइ नानीलाई पनि सेफ जोर्नी होइन। मेरोबाट धेरै माया छ। बिचरा बाई बाई गर्नुहुँदैछ। प्रियाना चाहिँ रोइरहेको थियो पुरा हो। अनि गाडीमा पनि चढ्नु भइसक्यो होइन। सन्जु भाउजू चाहिँ ब्लग गर्नुहुँदैछ, सन्जु भाउजू पनि हो। अनि प्रियाना चाहिँ पुरा रोइरहेको थियो गाइस होइन। अनि हामी सबैजना बाई बाई गऱ्यौँ। त्यहाँदेखि चाहिँ जानुभयो गाडी पनि माथिसम्म हामीले हेऱ्यौँ होइन गाइस। मजाले जानु होइन, राम्रोसँगले सेफ जोर्नी छ। नाना भेना भाइ अनि दिपालाई होइन मेमोरिजहरू सधैँ रहिरहने छ गाइस होइन। लभ यू अनि मिस यू अलवेज होइन। बाई बाई। यो भ्लगलाई यतिमै एन्ड गर्दैछु। बाई बाई गाइस।